दिदीले चाहिँ हर्का साम्पाङको बारेमा केही कुराहरू बोल्नुभएको रहेछ र हर्का साम्पाङले चाहिँ 5 वर्षमा उसले चाहिँ देश चलाउन दियो भने 5 वर्षमा चाहिँ काया पलट गरेर देखाइदिन्छु भनेर चाहिँ भन्नुभएको छ। अनि त्यही विषयमा चाहिँ उहाँले भन्नुभएको छ, म धरान जाँदाखेरि फोरै फोहोर थियो त्यत्रो, खै धरानमा के गर्नुभयो, कहाँ पुऱ्याउनु भयो धरानलाई, जहाँको त्यहीँ छ भनेर भन्नुभएको रहेछ। दिदीलाई के भन्न चाहन्छु भने हर्का साम्पाङ भर्खर मेयर भएर धरानमा जे जस्तो मान्छेलाई लगभग खुसी चाहिँ राख्नु भएको छ, पानी लिएर होइन या अरू कुरा गरेर पनि खुसी चाहिँ राख्नु भएको छ। हुन त कतिपय मान्छेलाई त दिनरात उसको खुट्टा धोक्दा पनि मालिस गर्दा पनि खुसी हुँदैनन्, कतिलाई खुसी बनाउन सकिँदैन। धरानवासीहरू जतिजना खुसी हुनुहुन्छ ठिकै हुनुहुन्छ, जो जति खुसी हुनुहुन्न उहाँहरूलाई त्यही भन्न चाहन्छु, जति गरे पनि तपाईँहरूलाई हुँदैन। किनभने पहिला तपाईँ आफूमा झाँकेर हेर्नुहोस् मैले चाहिँ के गरेको छु भनेर। अरूलाई क्वेसन गर्नुभन्दा पनि आफूले पनि क्वेसनको एन्सर दिनु सक्नुपर्छ है। र अर्को कुरा त्यो दिदीले के भन्नुभएको रहेछ भने चारैतिर समुद्रै समुद्र छ होइन, यदि भारतले या चिनले 4-5 महिना चाहिँ कुनै पनि सामान ल्याउनु आउनु जानु बन्द गरिदियो भने के खाने के गर्ने भनेर भन्नुभएको रहेछ दिदीले। कुरा चाहिँ सही गर्नुभएको तपाईँले हो। त्यसकै लागि चाहिँ हर्का साम्पाङले जागौँ, अल्छी हुनु भएन, जागरिलो हुनु पर्यो। आफ्नो छोराछोरी आफ्नो बुढालाई विदेश पठाउनु भएन, विदेश गएर काम गरेर पैसा कमाएर पठाउनु लाउनु भएन, आफू चाहिँ बस्ने कोठामा या घरमा, अनि बुढालाई चाहिँ छोराछोरीलाई चाहिँ बाहिर बेच्ने गर्नु भएन। नेपालमै उत्पादन गर्नु पर्यो। भोलि चाइनाले इन्डियाले जुनै पनि देशले बन्द गरोस् कि बाह्रै लाओस् होइन, ठुलो पर्खालै लाओस् बिचमा, केही छिर्नै नदियोस्, नेपाली आफ्नो देशमा चाहिँ निर्भर होस् के, नेपालमै उत्पादन होस्, चामल नेपालमै उत्पादन होस्, विभिन्न चिज लुगा कपडादेखि लत्ता जे खान लाउन ओढ्न ओछ्याउन बस्न सबै नेपालमा उत्पादन गर्नुपर्छ है अब चाहिँ भनेर भन्नुभएको हो के दिदी। तपाईँले बुझ्नु चाहिँ के भयो, कहाँ फोहोर देख्नु भयो अरे धरानमा? अनि धरानमा फोहोर भयो भन्दा हर्का साम्पाङले मात्रै उठाउने हो त, त्यो हर्का साम्पाङले मात्रै गर्ने हो त? धरानको बासीहरूले चाहिँ के भन्नुहुन्छ तपाईँले? हर्का साम्पाङले मात्रै सबैतिर गर्नु थाल्यो भ्याउनु थाल्यो भने त भोलि घरकै अगाडि फाल्देला अनि हर्का साम्पाङ आउँछ भनेर भन्नुहुन्छ तपाईँ? त्यो भएको कारणले क्वेसन गर्नुभन्दा पनि कसैलाई औँला उठाउनु भन्दा पनि अगाडि चाहिँ आफूलाई पनि औँला उठाउँला है, मान्छेले आफूलाई पनि क्वेसन गर्छ है भनेर रेडी चाहिँ हुनुपर्छ है दिदी। ठिकै हो तपाईँले उठाउनु भएको, त्यही भएर त हर्का साम्पाङले जाग्नुपर्छ। अब अल्छी गरेर हुँदैन, मान्छेहरू धेरै अल्छी भयो होइन। प्रधानमन्त्रीहरू भोट माग्ने बेला मात्रै गाउँ गाउँ पुग्छन्, त्यसपछि गाउँै जाँदैन, अल्छे भयो। यो मुखले मात्रै बोलु, हातले काम गरेर, त्यही भएर देश गरिब भयो, दुखी भयो। हामी जस्तो युवाहरू सबै खाडीमा विदेशमा अरूको गुलामी गरिरहेछौँ। अनि बाउ आमा मर्ने बेलामा फोनबाट बाउ मऱ्यो अब विदेशमै छौँ के गर्नु, आमा मर्नुभयो विदेशमै छौँ, बिचरा बाउले के भन्छ, छोरा आइजेन छोरा आइज तँलाई म अन्तिम इच्छा छ म हेर्न चाहन्छु। छोरा यताबाट जानु पाए पो, छोरी यताबाट जानु पाए पो रुँदै बस्ने हो छोराछोरी, के गर्नु? यत्रो वर्ष बाउ आमाले कति दुःख गरेर जन्मायो, हुर्कायो, पढायो, लेखायो, बढायो, लास्टमा बाउ आमाको प्राण जाँदा पनि छोरी घरमा पुग्न पाएन। त्यो बाउ आमा रुँदै बोलाउँछ नि, म तँलाई अन्तिम भेट्न चाहन्छु, हेर्न चाहन्छु, आइजेन छोरा आइजेन छोरी भन्छ, के गर्नु? तपाईँहरू जस्तै यसरी राम्रो काम गर्ने व्यक्तिलाई विरोध गर्ने व्यक्तिहरूको कारणले ती भाइ बहिनीहरू आज विदेशमा परदेशिनु परेको छ। ती 75वटा ज्यान ढलेको छ, खोला बगेको छ रगतको, तपाईँहरू जस्तै विरोधीहरूले गर्दाखेरि। राम्रो व्यक्तिलाई चिन्नु छोडेर आज हर्का साम्पाङले राम्रो काम गर्दैछ, सत्यलाई सत्य भन्दैछ, गलतलाई गलत भन्दैछ, तपाईँले औँला उठाउनुहुन्छ, विरोध गर्नुहुन्छ। त्यत्रो 30-35 वर्ष देशमा राजनीति गर्ने व्यक्तिले के गर्यो? तपाईँले औँला उठाउनु भयो, क्वेसन सोध्नु भयो, भिडियो बनाउनु भयो। आज राम्रो व्यक्ति जो देशलाई केही गर्छु केही बनाउँछु भनेर आउने व्यक्तिलाई तपाईँले खुट्टा तान्ने, विरोध गर्ने,
त्यो 30-35 वर्ष तपाईँ कहाँ हुनुहुन्थ्यो? कहाँ लुक्नु भएको थियो? कि तपाईँलाई पनि मिल्थ्यो अलिअलि? त्यतिखेर तपाईँले भिडियो बनाउनु भयो नि त, क्वेसन गर्नुभयो नि त। आज कहाँबाट उब्रिँदै हुनुहुन्छ? विदेशीको त्यो दाजुभाइ दिदीबहिनीलाई सोध्नुहोस्, विदेशमा कति दुःख छ, कति पीडा छ। तपाईँहरू जस्तो विरोधीले गर्दाखेरि आज राम्रो मान्छे चाहिँ सत्तामा नपुगेर, देश नेतृत्व गर्ने व्यक्ति ठाउँमा नपुगेर आज हामी जस्तो युवाहरूले दुःख पाइरहेछौँ। हामी जस्तो हिजोको दिनमा त्यत्रो 30-35 दिन चलाएको हो त। खोइ त्यतिखेर तपाईँले केही क्वेसन गर्नुभयो? केही देख्नुभयो? आज उफ्रिनुहुन्छ आएर